नानीहरु के खाँदै गर म यहाँ सफा गर्न छ मेरो पर्दैन हौ बस्नु न तपाईको मुख हेरेर पुगे हैन अनि तपाई भने यता उता गइरहनु भएको छ लाएर बस्नु न यहाँ गिफ्ट ल्याइदे हम ल लिन्दा ए हो राम्रो रहेछ ल ल यसलाई राख्छु म राखेर आइहाल्नु नि मम्मी कहाँ जानुभएको सटरडे जानु भएको कि सटरडे नजानु के आज आमाको मुख हेर्ने दिन मुख हेर्नै पुगे हैन नजान्न उज्जा यिनीहरू पनि नजानु के आउनु भने छट त यहाँ सफा गर्छु के गर्छन् यिनीहरू है अगाडि अगाडि आएर अनि तपाईको मुख हेर्नै पुगे हैन आज आमाको मुख हेर्ने दिन हेर्नु परेन बरु बस्नु तपाई हामी झार लाउँछौँ सफा गर्छौँ ल्या नाटक गर्छन् उज्जा बस्नु के मम्मी के गर्नुभयो सफा गरिरहेको छु के सफा गरिरहेको छु कति सफा गर्नु छ के नबसेर तपाईले सफा गर्नु हामी तपाईलाई हेरेर पुगेकै छैन कति हेर्न नपाए जस्तो गरेको कति हेर्न नपाए जस्तो गरेको बिहान बिहान दिक्क बनायो यिनीहरू दुईटीले त खालि यता पनि गरेन उतै गरेन अनुहारै हेर्न नपाए जस्तो कहिले मम्मी देख्न नपाए जस्तो गरेन अनि अरू बेलामा त राम्रोसँग हेर्न पाइन्छ त कहिले काम हुने कहिले के हुने पढ्नु पर्यो अनि हेर्न पाइँदैन आज त हो हेर्ने राम्रोसँग कामसाम सघाउनु होइन केही छैन खालि मम्मी कहाँ के गर्नुभयो अनुहार हेर्नु पर्यो भने पछि राख्ने अनि हामी गर्छौँ नि त अरू दिन तपाईँ गर्ने हुनुहुन्छ के भयो त अनि दिन हामी सफा गर्छौँ के गरे कि बिहानदेखि आएदेखि नै जति नि यो अनुहार हेरेर हैरान पार्यो के बज्या तिमीहरू आज आमाको मुख हेर्ने दिन हेर्नु परेन बरु भन्नु के चाहियो गिफ्ट जे भन्यो त्यही ल्याएर दिन्छौँ हामी आफू चाहिँ बिहानदेखि उहाँ आमाको मुख हेर्न जाने भनेर भेट्न जाने भनेर रेडी भएर बसेको घरको कामले फुर्सद पाइएको होइन तिमीले साँच्चै मलाई गिफ्ट दिने हो त जे भने त्यही नाइ भन्न पाउँदैनौ नि ल ल त्यसो भए हेर तरकारी यी आलु काटेर अनि काउली छ काउली मिसाएर तरकारी पकाउनु घरमा यत्रो भाँडा छ नि यिनी भाँडा धुनु अनि घर सफा गर्नु कपडा छन् माथि त्यत्रो धेरै कपडा धोएर सुकाएर पट्याएर राख्नु अनि काम भ्याएर पढेर बस्नु सबभन्दा ठुलो गिफ्ट मलाई आमा आउँछ कि यही हुनेछ कपडाहरू भएको भए चाहिँ ल्याइदिन्थे गरिदिन्थे यो त सक्दैन हेर हेर चप्पल सफा गर्दैछ तपाईँ कहाँ जानुभयो आज मुख हेर्दै थिएँ म मामा घरको हजुरआमाको मुख हेर्ने आज म त्यहाँ गएर आमालाई भेटेर आउँछु नै के होला नि हामी तपाईँलाई हेर्नु पर्दैन कस्तो नाटक गरेको चलो हुन्छ कति नाटक गरेको के दिन भन्ने तिमीहरूले आज नजानु के हेर्नै पुगेको छैन